काला परे जीवन यस्तै हुन्छ रे मिरमिरेको घाम बगेको खोला कहिले नै फर्किन्न ए गला जीवन के मेरो गाना सुनेर तिम्रो हाँसी उठ्दैछ ए हाँसी उठ्यो हाँसी चल जा एक बार बेलुका आउने ल हिँड 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 झगडा गर्ने होइन हिँड सबै तिमीहरू बेलुका एक बार आउने नि हिँड हिँड च हिँड किन मलाई हेर्छ के गर्दैन कुकुरले टोके लुतो आयो क्या तँलाई हाँ हिँड 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 भक्कै छ घाँस खानुपर्छ हिँड घाँस त दुनियाँभर छ त हिँड 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 के भयो हाँ तँलाई त कुकुरले टोकेको थियो ठिक भयो नि मैले दबाई लगाइदिएको थिएँ जङ्गलको पत्ता नि के गर्दैन कुकुरले सिङले हान्नुपर्छ त कुकुरलाई टाउको सको फुटाइदिनुपर्छ है चोर्नी यो मा चोर्नी हो हिँड 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 छ छ छ छ छ छ गाडी आयो गाडी आयो साइड गर छ छ ए हिरो जाला कुकुरले आयो भने कुकुरलाई हान है छ हिँड छे सबै नेपाली कुरा बुझ्छ नि ए तेरो गुटीमा के भयो तेरो गुटीमा हिजो दबाई लगाइदिएको त राम्रो भएन रहेछ क्या सबभन्दा ठुलो माउ थियो मरेछ झुम्री त्यसको बच्चा भी छैन रहेछ सबै मरेछ यसपालि बाख्रा थुप्रो मरेछ 3 महिना घर नआएको बिरामी भएर बाख्राहरू सबै मरेछ ए हिँड उता हिँड्नु उता च हिँड यति सानो मान्छे बे आमा बन्यो हँ बाफरे बा खतरा नि सानो मान्छे बे आमा बन्यो नि हिँड ए झगडा गर्ने होइन सबै आफ्नो मान्छे हो त झगडा गर्ने होइन कि सबै आफ्नो मान्छे हो तिमीहरूको दुश्मन त यो पो हो कुकुर ड्याङ्के ड्याङ हान्नुपर्छ कि यिनीहरूलाई पो है कुकुर पो हो तिमीहरूको दुश्मन त नि तिमीहरूलाई टक हिँड च हिँड झगडा गर्ने है तेरो सिङमा के भयो हेरौँ कुन पो छ त च हिँड चल त्यो भी लुतो लागेछ के भयो बाख्राहरू सबै कमजोर भयो त हिँड ए झुम्री हिँड झुम्री के नाम छ नि डराउँदैन नि त्यो चिन्छ मालिकलाई चिन्छ नि च हिँड च कत्तिका बाख्रा थियो सबै मरिसकेछ है हान आउनु नदे हान्दे हान यो बिचरा यसको माउ मरेछ झन्डैले 5 वर्ष धेरै भएको थियो अस्ति नै मरेछ पानी पर्दाखेरि हान कुकुरलाई देख्नु सक्दैन कुकुरहरूले बाख्रा टक्ने रहेछ त्यही कारणले हान आइज गयो आइज साइड गार गाडीलाई गाडी छ उता जाने छ हिँड बाख्रा हिँड कुकुर देख्यो भने हान्ने है त सबभन्दा ठुलो माउ भएर किन हान्दैनस् अझै एउटा छुट्टै छ क्या तेरो बच्चा कहाँ गयो अझै एउटा त्यो जस्तो थियो त एउटा कहाँ छुटेछ न हरायो न मर्यो अझै हुनुपर्ने यो जस्तो सेम टु सेम थियो छ हिँड घाँस खा
मेरो पछि आउने होइन साला बाख्रा बि अझै छोड्यो क्या हाँ के भयो हाँ के भयो के भयो भयो त अब घाँस खा जा ल घाँस खा ल खुजुली टाउको खुजुली गरिदिने नि टाउको खुजुली टाउको खुजुली टाउको खुजुली टाउको खुजुली नि बेलुका आइज है सबै भयो त तेरो सिङमा के भयो हाँ खुन खुन छ त है झगडा गर्ने होइन तिमीहरू सबै आफ्नो मान्छे हो त नि किन झगडा गर्छ एउटा कहाँ गयो तेरो बच्चा कहाँ गयो हाँ छोरी आएन त तेरो छोरी न त्यहीँ छुट्यो न कसैले लग्यो न मर्यो ए सानो मान्छे त झुम्री होला छ नि झुम्री होला ए सब मेरो साथीहरू नि यसरी माया गर्नुपर्छ कि यिनीहरूलाई बि तब त मान्छेको छेउ आउँछ ए घाँस खा घर आउने होइन है अहिले हेरेर आउनु पर्ला अझै घरतिर कति छुटेछ ल सबलाई बाई बाई छ है जिन्दगी ब्लगमा तिमीहरू बि आइस आज बाई बाई छ